नाडी अथवा मुटुको गति कसरी नाप्ने? कुनै पनि व्यक्तिको स्वास्थ्य स्थितिको बारेमा जानकारी पाउने विभिन्न विधिहरूमध्येकै एउटा सरल तर अलि महत्त्वपूर्ण विधि नाडीको गति जाँच्नु पनि हो। नाडीको गति भन्नु र मुटुको धड्कन भन्नु एउटै कुरा हो। नाडी वा मुटुको गति परीक्षण गर्न सबैभन्दा पहिला व्यक्तिलाई कम्तीमा पनि 5 मिनेट जति आराम गर्न लगाउनु पर्छ। भर्खरै दौडेको, हिँडेको, कसरत गरिरहेको वा गाह्रो कामहरू गरेर आएको व्यक्तिको नाडीको गति सामान्यतया बढेको हुन्छ। त्यसैले व्यक्तिलाई आराम गर्न लगाउनु पर्छ। मुटुको गति थाहा पाउन शरीरको विभिन्न भागहरूमा औँला राखी जाँच्न सकिन्छ। जस्तै नाडी, कुहिनोको अघिल्लोतिरको खाल्टो भाग, रुद्रघण्टीको दायाँ बायाँ कञ्चेट, घुँडाको मुनिपट्टिको खाल्टोमा वा गोलीगाँठोकै छेउमा, सिधै छातीमा पनि कान थापेर थाहा पाउन सकिन्छ। नाडीको चाल नाप्दा चोर औँला र साइली औँला छेउछेउमा र बिचमा माझी औँला पर्ने गरी बुढी औँलापट्टिको भागतर्फ नाडीको छेउमा नाप्नुपर्छ। 1 मिनेटसम्म घडी हेर्दै नाडीको गति गर्नुपर्छ। नाडीको गति कुहिनोको अगाडितिरको खाल्टो भागमा औँलाहरू राखेर पनि महसुस गर्न सकिन्छ। त्यस्तै कानको माथिल्लो भाग सिधा अगाडि पर्ने गरी औँलाहरू कञ्चेटमा राखेर पनि थाहा पाउन सकिन्छ। नाडीको गति रुद्रघण्टीको छेउमा औँलाहरू राखेर पनि नाप्न सकिन्छ। तर यसो गर्दा दुवैपट्टि एकैपल्ट भने गर्नु हुँदैन। यसो गर्नाले दिमागमा रगत सञ्चार हुनको लागि अवरोध आउन सक्छ। त्यस्तै घुँडाको ठिक मुनि पर्ने खाल्टोको बिचमा पनि नाप्न सकिन्छ। कहिलेकाहीँ अन्य ठाउँमा गति जाँच्न नसकिएमा खुट्टाको अगाडि माथिल्लो भाग र गोलीगाँठोको छेउछेउमा पनि नाप्न सकिन्छ। अथवा छातीको बायाँ छेउतिर कान थापेर पनि मुटुको चाल जाँच्न सकिन्छ। यसरी जुनसुकै भागमा पनि मुटुको गति जाँच्दा 1 मिनेटसम्म गनिरहनुपर्छ। नाडी वा मुटुको गति जाँच्दा ध्यान दिनुपर्ने कुराहरू: नाडी जाँच्दा नियमित गति छ छैन, नाडीको गति कति छ, जोडले धड्केको छ वा साह्रै कमजोर छ भन्ने कुरामा ध्यान दिनुपर्छ। सामान्यतया प्रौढहरूमा नाडीको गति प्रति मिनेट 60 देखि 80 सम्म हुन्छ। त्यस्तै वयस्कहरूमा प्रति मिनेट 80 देखि 100 र साना केटाकेटीहरूमा 100 देखि 140 सम्म हुन्छ। यदि नाडी असाध्यै छिटो, ढिलो वा मलिन छ भने उक्त व्यक्तिको स्वास्थ्य सामान्य छैन भन्ने बुझ्नुपर्छ। याद राखौँ, मुटुको गति जाँच्दा कहिले पनि कञ्चट र घाँटीमा दुवैपट्टिको भागमा एकैपटक जाँच्नु हुँदैन। संक्षिप्तमा फेरि एकपटक हेरौँ। सबैभन्दा पहिला व्यक्तिलाई 5 मिनेट जति आराम गराउने। नाडी जाँच्दा माझी औँलाको प्रयोग गर्ने। मुटुको गति जाँच्दा शरीरको विभिन्न भागहरूमा जस्तै नाडी, कुहिनोको अगाडितिरको खाल्टो, रुद्रघण्टीको दायाँ बायाँ कञ्चेट, घुँडाको मुनिपट्टिको खाल्टोमा, दुवै गोलीगाँठोको बिचतिर खुट्टाको माथिल्लो भागपट्टि वा सिधै छातीमाथि कान थापेर पनि मुटुको गति थाहा पाउन सकिन्छ। यसरी जाँच्दा कञ्चट र घाँटीमा एकैपल्ट दुवैतिर हात राखेर भने जाँच्नु हुँदैन। सामान्यतया प्रौढहरूको नाडीको गति 60 देखि 80 प्रति मिनेटसम्म हुन्छ। वयस्कहरूमा प्रति मिनेट 80 देखि 100 सम्म हुन्छ र साना केटाकेटीहरूमा 100 देखि 140 सम्म हुन्छ।